प्रत्येक उत्पादक र उपभोक्ता बीच सिधै लेनदेन तथा कारोबार गर्न मिल्ने नेपाली माटो सुहाउँदो नेपालकै पहिलो व्यावहारिक अनलाइन बजार सिधा सेवामा यहाँहरूलाई पुनः स्वागत गर्दछौँ। अब हेरौँ सिधा सेवामा कसरी वस्तु तथा सेवाहरू अपलोड गर्ने। वस्तु तथा सेवा अपलोड गर्नको लागि तपाईले सबैभन्दा पहिले एड पोस्टमा क्लिक गर्नुहोस्। यहाँ तपाईले दुईवटा तरिकाबाट वस्तु तथा सेवा अपलोड गर्न सक्नुहुनेछ। पहिलो तरिका भनेको यदि तपाईलाई वस्तु तथा सेवाको कोड नम्बर थाहा छ भने सिधै कोड नम्बर हालेर नेक्स्टमा क्लिक गर्न सक्नुहुन्छ। जस्तै मलाई मोटरसाइकलको कोड नम्बर थाहा छ 160116। मैले राखेर एरोमा क्लिक गरिसकेपछि देख्न सक्नुहुनेछ विवरणहरू अटोमेटिक भरिएको छ। अब मैले नेक्स्टमा थिचेर अर्को खण्डमा जान सक्छु। अब अर्को तरिका, यदि तपाईलाई कोड नम्बर थाहा छैन भने पनि फरक पर्दैन। तपाईले यहाँ क्रमैसित प्रमुख समूह, उपसमूह र वस्तु तथा सेवाको नाम छनौट गर्न सक्नुहुन्छ। तपाईले कम्तीमा सबै समूह तथा उपसमूह एकपटक हेर्नु भएमा धेरै नै सहज हुनेछ। यदि तपाईले तेस्रो खण्डमा नाम नभेटेमा विविध भन्ने शीर्षकलाई छनौट गरेर नेक्स्टमा क्लिक गरेर अगाडि बढ्न सक्नुहुन्छ। यदि तपाईलाई काउली बेच्नु छ भने तपाईलाई थाहा छ काउली कृषिजन्य वस्तु हो, त्यसैले तपाईँ कृषि तथा वनस्पति उपजमा क्लिक गर्नुहुन्छ। त्यसपछि तल्लो उपसमूह तरकारीमा क्लिक गर्नुहुन्छ। अब तपाईले तेस्रो चरणको छनौटमा वस्तु तथा सेवा क्लिक गर्नुहुन्छ। अब तपाईले सबै चुज गरिसकेपछि नेक्स्टमा क्लिक गरेर अगाडि बढ्न सक्नुहुन्छ। यहाँ तपाईले सबैभन्दा पहिले शीर्षकको छोटो विवरण भन्ने देख्नुहुनेछ। यस ठाउँमा तपाईले अनिवार्य रूपमा वस्तु तथा सेवाको एउटा शीर्षक राख्नुपर्ने हुन्छ, जहाँ तपाईले वस्तु तथा सेवाको विशिष्ट नाम, किसिम तथा आफ्नो मौलिक भाषाको नामलाई समेत समावेश गर्न सक्नुहुनेछ। उद्देश्य छनौट गर्नुहोस्। तपाईले वस्तु तथा सेवा कुन प्रयोजन वा उद्देश्यको निम्ति प्रयोग गर्दै हुनुहुन्छ, 6वटा मध्ये एउटा छनौट गर्नुहोस्। कारोबारको लागि सम्पर्क ठेगाना, तपाईले वस्तु तथा सेवाको कारोबार तथा जानकारीको लागि अस्थायी वा स्थायी ठेगाना छनौट गर्नुहोस्। म्याच सकिने मिति राख्नुहोस्। तपाईले सिधा सेवामा 1 दिनदेखि 365 दिनसम्मको लागि वस्तु तथा सेवाको जानकारी लिन वा दिन सक्नुहुनेछ। यसको लागि तपाईले एउटा निश्चित समय, वर्ष, महिना, दिन छनौट गर्नुपर्ने हुन्छ। तपाईले राखिएका कुराहरू तपाईले छनौट गर्नुभएको समय समाप्त भइसकेपछि स्वतः तपाईको खाताबाट हटेर जानेछ। रातो स्टार देखिएको सबै खण्डहरू अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ। ती भन्दा बाहेकका खण्डहरूमा तपाईले आफ्नो आवश्यकता अनुसार विवरणहरू राख्न सक्नुहुनेछ। विशेष विवरण, यदि थप आवश्यक परेमा वस्तु तथा सेवाहरूको विशेष जानकारी तथा विवरणहरू यहाँ राख्न सक्नुहुनेछ। साथै आवश्यकता भएमा तपाईले आफ्नो मौलिक भाषाको प्रयोग गर्न सक्नुहुनेछ। माथि आफूले भरेका सम्पूर्ण विवरणहरू एकपटक जाँच गर्नुहोस्। यदि सबै ठिक छ भने सेभमा थिच्नुहोस्। अब तपाईले यहाँ एड इमेज भन्ने देख्न सक्नुहुनेछ। यहाँ तपाईले राख्न खोज्नु भएको वस्तु तथा सेवाको बढीमा 4वटा तस्बिरहरू अपलोड गर्न सक्नुहुनेछ, जुन प्रत्येक तस्बिर 150 KB भन्दा माथिको हुनु हुँदैन। यदि तपाईलाई इमेज अपलोड गर्नु छैन भने सिधै सेभ गर्न सक्नुहुनेछ। अब तपाईले अपलोड गर्नुभएका कुराहरू सिधा सेवामा भेरिफाईको लागि जानेछ। डकुमेन्ट उपयुक्त देखिएमा 10 मिनेटदेखि 24 घण्टा भित्रमा भेरिफाई भएर सिधा सेवाको साइटमा देखाइनेछ। डकुमेन्ट यदि उपयुक्त नदेखिएमा क्यान्सिल हुनेछ। कारोबार पश्चात तपाईँ स्वयंले नै पोस्टहरू हटाउनु पर्नेछ, अन्यथा कुनै गुनासा आएमा सिधा सेवाले बिना जानकारी तपाईको पोस्ट हटाउनेछ। सुखी र समृद्ध समाजको लागि सिधा सेवा।